यो भिडियो बनाउनुको कारण त केही न केही कारण पक्कै होला, केही न केही रिजन त पक्कै होला। रोजका रोज यो मान्छेले भिडियो बनाइरहेको छ, धडाधड आइरहेको छ भनेर तपाईँ अब देख्नु भएको होला। बनाउनु त कन्टेन्ट पनि राम्रो बनाउनु लागेको छ यो मान्छेले चाहिँ। यो मान्छे खासमा यस्तो कन्टेन्ट किन बनाइरहेको छ, यो मान्छे अरूभन्दा एकदमै अलग किन छ, किन एकदमै डिफ्रेन्ट छ, यो तपाईँको कहिलेकाहीँ सोच आउँछ होला, तपाईँको होइन सोच विचार आउँछ तपाईँको दिमागमा, यो पक्कै आएको होला। यो मैले लगभग अहिले यत्रो दिन भइसकेको छ, 28-29 दिन भइसकेको छ। अब लगभग मैले च्यालेन्ज लगेको छु 365 दिनसम्म चाहिँ म कन्टेन्ट क्रिएट गर्नुपर्छ, मैले यो लक्ष्य लगेको छु। यो लक्ष्य, यो च्यालेन्ज म पुरा गर्छु त गर्छु। अहिले 1 महिना अब हुन आँटिसकेको छ। अनि तपाईँहरू जो पनि अडियन्सहरू हुनुहुन्छ, यो हाम्रो भिडियो चाहिँ अहिलेसम्म चाहिँ अब हेरेर साथ दिन लाग्नु भएको छ, त्यसको लागि चाहिँ म तपाईँलाई एकदमै मनदेखि नै धन्यवाद गर्न चाहन्छु। यहाँसम्म पुग्नु भनेको कमसेकम 100% मा सिर्फ 1% मान्छे मात्र होइन, धेरै मान्छेले राम्रो कन्टेन्टहरू कन्ज्युम गर्न सक्दैनन्। कोही मान्छेहरू एकदमै होइन डिस्ट्र्याक्ट भएको छ, नेगेटिभतिर डिस्ट्र्याक्ट भएको छन्। तिनीहरू कहाँ हिँडिरहेको छु, कुन बाटो गइरहेको छु, मैले के हेरिरहेको छु, तिनीहरूलाई केही थाहै छैन कि आफ्नो लाइफदेखि। तर तपाईँहरू जुन अडियन्स हुनुहुन्छ, मसँग चाहिँ जुन चाहिँ म राम्रो कुराको हिसाबले चाहिँ अगाडि बढिरहेको छु, जुन चाहिँ पोजिटिभ कुरा हुन्छ, राम्रो कुरा हुन्छ, त्यही हिसाबले चाहिँ अब यो जर्नीलाई अगाडि बढाइरहेको छु। तपाईँहरू मेरो साथमा चाहिँ हुनुहुन्छ, तपाईँहरू मेरो कन्टेन्ट हेरेर चाहिँ साथ दिन लाग्नु भएको छ। तपाईँहरू आफ्नो दिमागमा राम्रो कुराहरू चाहिँ अब कन्ज्युम गरेर चाहिँ आफ्नो दिमागमा हाल्न लाग्नु भएको छ, यो एकदमै राम्रो कुरा हो। म तपाईँहरूलाई चाहिँ सेल्युट गर्छु, तपाईँहरूलाई रेस्पेक्ट गर्छु। यस्तै गरी चाहिँ राम्रो कुराहरू चाहिँ राम्रो कन्टेन्टहरू तपाईँले कन्ज्युम गर्दै गरेपछि तपाईँलाई नै राम्रो हुन्छ। अब हाम्रो सोसाइटीको लागि पनि राम्रो हुन्छ। हामीहरू नेगेटिभ तर्फदेखि लिएर होइन के अब हाम्रो राम्रो कुराहरू कन्ज्युम गरेपछि हाम्रो लागि पनि राम्रो हुन्छ, अनि सामनेवाला मान्छेको लागि पनि राम्रो हुन्छ, सबैको लागि राम्रो हुन्छ। त्यही भएर म तपाईँहरू अहिले यहाँसम्म चाहिँ मेरो साथ दिनुभएको छ, यसको लागि चाहिँ म मनदेखि नै आभारी छु। मनदेखि नै तपाईँहरूलाई एकदमै धन्यवाद गर्न चाहन्छु। एकदम खुसी लागेको छ मलाई। अब यो जर्नी हाम्रो यो कम्युनिटी एकदमै ठुलो बनाउनु पर्ने छ। यस्तो कन्टेन्टहरू कन्ज्युम गर्ने एकदमै कम हुन्छ, तर तपाईँहरू मेरो साथमा हुनुहुन्छ, सो म एकदमै प्राउड फिल गर्छु। तपाईँहरू अहिले जोडिनु भएको छ, तपाईँहरू पनि आफूलाई बिल्ड गर्न लाग्नु भएको छ। पहिला मेरो कम्युनिकेसन र अहिलेको कम्युनिकेसन एकदमै डिफ्रेन्ट छ। सो डे बाई डे होइन बिल्डअप हुँदै गइरहेको छ, विकास हुँदै गइरहेको छ। एकैचोटि कुनै पनि काममा होइन त्यहाँ चाहिँ कन्फिडेन्स आउँदैन, धार लागेको हुँदैन। अब डे बाई डे सुस्तारी धार लाग्छ, डे बाई डे होइन विकास हुँदै जान्छ, चेन्ज हुँदै जान्छ। अब यो प्रक्रियामा, यो प्रोसेसमा बिचमा मलाई के भयो त, कहिले मन लाग्ने, कहिले मन नलाग्ने, आज नबनाऊ भोलि बनाऊ। तर मैले चाहिँ आफूलाई, आफ्नो दिमागलाई, आफ्नो जुन सबकन्सियस माइन्डलाई मैले बुद्धु बनाएँ। ए बाबु यस्तो हुँदैन, यस्तो चल्दैन, तैँले गर्नुपर्छ। तैँले च्यालेन्ज लगिसकेको छस् भनेपछि तैँले यो च्यालेन्ज पुरा गर्नुपर्छ। तैँले अहिले यो च्यालेन्ज पुरा गरेपछि भोलि तेरो लागि नै राम्रो हुन्छ। यो भिजन तेरो यो छ नि, तैँले अहिले हार मान्नु हुँदैन। तैँले अहिले डेली यहाँ चाहिँ काम गर्नै पर्छ। तैँले जे सोचेको थिइस् त्यो पुरा हुन्छ। अहिलेको कन्टेन्ट क्रिएसनमा चाहिँ डिमान्ड एकदमै धेरै छ। अहिले जस्तै अहिले यो भिडियो छ नि, आज होइन 5 वर्ष 10 वर्ष पछिसम्म पनि यो भिडियो रहन्छ। यो भिडियोले सिर्फ अहिले तपाईँले मात्र कन्ज्युम गर्नुहुन्न, अरू पनि मान्छेहरूले पनि यो भिडियो कन्ज्युम गर्छन्। अरू पनि मान्छेहरूले यो भिडियोको होइन फाइदा उठाउँछन्। जस्तै कसैले फाइदा उठाउँछन्, कसैले इन्टरटेनमेन्टको हिसाबले लिन्छन्, कसैले लर्निङको हिसाबले लिन्छन्, कसैले अब हरेक कुराहरू त्यही हिसाबले चाहिँ लिन्छन्। अनि त्यही भएर यो हाम्रो डिजिटलको पावर, अहिलेको जस्तो यो भिडियोको पावर एकदमै ठुलो छ। डिजिटलले चाहिँ बुम गर्नको लागि चाहिँ यो भिडियोले एकदमै साथ दिन्छ। यो कुरा चाहिँ अब मैले सोचेको छु, मेरो केही न केही भिजन होला, केही न केही लक्ष्य होला, त्यही हिसाबले चाहिँ मैले चाहिँ चलिरहेको छु। अब म चाहिँ होइन थाकेको छैन, किनकि तपाईँहरू मेरो साथमा हुनुहुन्छ, तपाईँहरू मलाई साथ दिन लाग्नु भएको छ, मलाई खुसी लागेको छ। मेरो यो जर्नी रोकिनेवाला छैन, त्यही भएर कन्टिन्यू चल्नेवाला छ। तपाईँहरू यसै गरी साथ दिँदै गर्नु, म तपाईँहरूको साथमा हुँदै गर्छु। तपाईँहरूको लागि चाहिँ राम्रो कन्टेन्ट भन्दा पनि एकदमै बेस्ट कन्टेन्ट दिन चाहन्छु। अनि यो जर्नीमा चाहिँ कमसेकम 28-29 दिनको बिचमा चाहिँ मैले केही कुराहरू सिकेको छु। अब हामीहरूले चाहिँ काम गर्दाखेरि त्यहाँ केही न केही अब गल्तीहरू हुन्छ,
त्यहाँमा रियलाइज भइहाल्छ। अब यहाँमा चाहिँ मैले रियलाइजहरू अब गरिसकेको छु। अब हामीहरू हतार गर्नु हुँदैन रहेछ कि यो लाइनमा चाहिँ हामीहरूलाई हतार गर्नु हुँदैन। बरु 1 घन्टा 2 घन्टा 3 घन्टा हल्का ढिला भए पनि तर त्यसको चाहिँ अब पेसेन्स हल्का धैर्य राख्नु पर्दो रहेछ। जब होइन राम्रोसँग पर्फेक्टली भइसकेपछि त्यसपछि त्यो चिजलाई चाहिँ होइन हामीले चाहिँ अपलोड गरेपछि राम्रो हुँदो रहेछ। नत्र अब केही न केही गल्ती भइहाल्छ। मैले हिजोको जुन चाहिँ भिडियो अपलोड गरेको थिएँ त्यहाँमा चाहिँ केही गल्तीहरू चाहिँ मैले चाहिँ अब रियलाइज गरेँ। तपाईँहरू पनि केही काम गर्दाखेरि अब त्यहाँमा एकचोटि तपाईँ हेर्नु होला, एब्जर्भ गर्नु होला। जस्तै अब योभन्दा केही राम्रो हुन्छ कि केही बेटर हुन्छ कि यहाँ केही गल्तीहरू छ कि होइन के राम्रो भइरहेछ कि भन्ने हिसाबले एकचोटि तपाईँ आफ्नो नजर लगाउनु होला। अनि त्यही अनुसार चाहिँ तपाईँ इम्प्रुभमेन्ट ल्याउनु होला। यो चिजले चाहिँ तपाईँलाई एकदमै फाइदा हुन्छ। सो एकदमै अब आजको लागि चाहिँ यति नै म भन्न चाहन्छु। बिहान छिटै उठेको छु। अब फेरि अहिले फेरि मैले ड्युटी जानुपर्ने हुन्छ। अब म ड्युटी जान्छु। मेरो बिहानै नभए डेलिभरीको काम अब मैले गर्नुपर्ने हुन्छ। आजको लागि चाहिँ यति नै।